Hi everyone, this is me Kalpana Pokhriel. यो भिडियो चाहिँ मैले इन्टरभ्यूमा मेरो इन्टरभ्यूको चाहिँ एक्सपिरियन्स सेयर गरेको भिडियो बनाउँदैछु। के अरे मेरो चाहिँ यो 2 हप्ता भयो मेरो इन्टरभ्यू भएको चाहिँ। 2 हप्ता भन्नाले मेरो 27 जनवरीमा इन्टरभ्यू थियो हैन, युएसको लागि स्पाउस भिजा अथवा CR1 भिजा भन्छ मेरो चाहिँ। अनि मेरो इन्टरभ्यू थियो अनि त्योभन्दा अगाडि 1 हप्ता अगाडि चाहिँ मेरो मेडिकल भएको थियो। मेडिकलमा चाहिँ फिजिकल चेकअपहरू गर्छ, त्यस्तो केही गर्दैन। त्यसपछि त्यो इन्जेक्सनहरू लगाउँछ कि सुईहरू भ्याक्सिनहरू जस्तै अब हजुरहरूको कोभिडहरूको भ्याक्सिन छ भएपछि कोभिडहरूको कार्डहरू पनि लिएर जानुपर्छ। अब छैन भने त उहाँहरूले नै हालिदिनुहुन्छ होला सायद, तर तपाईँहरूले त्यो कोभिडको चाहिँ हुन्छ नि, यदि छैन भने पनि तपाईँहरू बनाएर लिनु होला। किनभने यति त्यहाँहरू त इन्जेक्सनहरू यति गराउँछ कि तपाईँले कुरै छोडिदिन्छ कि। मैले त 6वटा जति इन्जेक्सन हानेको थिएँ कि पहिला हामी जुन बिरामीमा लगाउँछ नि दादुरा खोपहरू त्योहरू। मेरो हेपाटाइटिस मैले 6वटा इन्जेक्सन हानेको थिएँ। अनि त्यसपछि मेरो मेडिकल पनि भयो। अनि त्यस एक्सरे गराउँछ अनि एक्सरेको एउटा सिडी जस्तो दिन्छ कि, अनि त्यो सिडी चाहिँ आफैसँग राख्नु, त इन्टरभ्यूमा चाहिँ नलिएर जानु। त्यो चाहिँ तपाईँलाई उता युएसको त्यो एयरपोर्टमा माग्छ भनेर थियो, खै तर मागेको थिएन मलाई। मैले लगेर गएँ। त्यसपछि मेरो 1 हप्तापछि मेरो इन्टरभ्यू थियो। मेरो इन्टरभ्यू पनि आयो, म इन्टरभ्यू दिन गएँ। अनि त्यसपछि मेरो चाहिँ 8 बजे 8:30 बजे थियो इन्टरभ्यू। म त्यहाँ 1 घन्टा अगाडि नै पुगेको थिएँ। त्यहाँ चाहिँ हामी गयौँ। अनि त्यसपछि म गेटमा गएँ अनि मेरो त्यो खोले छैन भन्नुभयो त्यो दाइले चाहिँ। तपाईँ अहिले आउनु भन्नुभयो, फेरि होइन आउनु भन्नुभएपछि फेरि पछि त्यहाँ चाहिँ पासपोर्ट र अनि आफ्नो त्यो जुन उनीहरूले इमेल गरेको हुन्छ नि तपाईँको इन्टरभ्यूको डेटको, त्यो चाहिँ प्रिन्ट गरेर लिनुपर्छ अनि उनीहरूलाई देखाउनुपर्छ। त्यो लगेर चाहिँ भित्र जाने। अनि एउटा इन्डियन हुनुहुन्छ त्यहाँभित्र चाहिँ उहाँले पेपरहरू मिलाइदिनुहुन्छ कि। अनि उहाँले चाहिँ कुन भिजा हो भनेर सोधिरहनु भएको थियो। अनि हामीले चाहिँ स्पाउस भिजा हो भन्यो। अनि त्यसपछि पेपरहरू जन्म दर्ता अनि पुलिस रिपोर्ट अनि 2x2 को फोटो 2वटा अनि त्यसपछि त्यति नै बिहे दर्ता वडा कार्यालयको बिहे दर्ता माग्नुभएको थियो। अनि पेपरहरू मिलाइदिनु भएको थियो। तपाईँहरूसँग सोसियल मिडियामा कुरा गरेको प्रुफहरू निकाल्नु भन्नुहुन्छ। अनि त्यसपछि अब तपाईँहरूसँग केसम्म कुरा गर्नुभएको छ। अब मैले चाहिँ अब हाम्रो चाहिँ मेसेन्जरको लगेको थिएँ च्याटको। अनि अब उहाँ चाहिँ कस्तो हुन्छ भने फोटोहरू प्रुफहरू धेरै माग्छ कि। अनि हामीले चाहिँ यस्तो एल्बमहरू बनाएको थिएँ, ठुलो हुन्छ नि मेरो 165 छ कि फोटोजमा। यसरी बनाएर लिनुभयो भने तपाईँलाई इजी पनि हुन्छ, त्यो फोटोहरू सजिलो पनि हुन्छ उहाँहरूलाई हेर्नलाई। यस्तो बनाएर लगेको थिएँ मैले, मेरो हस्बेन्डले बनाइदिनु भएको यो चाहिँ। अनि पछि लिएर गएको थिएँ। अनि त्योहरू आफैसँग लिएर जानु भन्ने नि भित्र टिकट छिरेपछि एउटा क्याबिन जस्तो हुन्छ, त्यहाँ एकजनाले टोकन दिनुहुन्छ। यो टोकन लिएर त्यहाँ जानु भन्नुहुन्छ। त्यहाँ चाहिँ मलाई चाहिँ सुरुमा तपाईँको पहिले विवाह तपाईँको नाम के हो भने सोधेँ मैले। मेरो नाम भने अनि बुढाको नाम के हो भन्नुभयो। मैले मेरो आफ्नो हस्बेन्डको नाम भने। त्यसपछि तपाईँहरूको पहिले विवाह हो भनेर सोध्नुभएको थियो। मैले हो भने मैले उहाँको पनि भने हो भने मैले तपाईँको बिहे भएको कति महिना कति पुग्यो भने चाहिँ हाम्रो चाहिँ 2 इयर्स पुगेको थिएन। अनि पछि 2 इयर्स पुगेको थिएन, हाम्रो चाहिँ 22 मन्थ पुगेको थियो। त्यो चाहिँ किन सोध्दो रहेछ भनेपछि चाहिँ तपाईँको 2 इयर्स पुग्यो भने चाहिँ त्यो कन्डिसनल भिजा भन्दो रहेछ क्या। जस्तो तपाईँले यहाँ आयो भने तपाईँले आउने बित्तिकै चाहिँ कति 5 वर्षको समथिङ ग्रिन कार्ड पाउनुहुन्छ अरे कि होइन। यदि मेरो चाहिँ अनकन्डिसनलमा थियो होइन, मेरो चाहिँ कन्डिसनल भिजा थियो होइन, मेरो 2 इयर्स पुगेको थिएन नि त। अनि त्यही भएर मेरो कन्डिसनल भिजामा गयो। त्यो चाहिँ मैले यहाँ आएँ भने मेरो 1 वर्षको लागि मात्रै हुन्छ अरे कि मेरो ग्रिन कार्ड चाहिँ। त्यस्तो हुँदो रहेछ होइन। यहाँ चाहिँ मैले पनि पछि थाहा भएको यहाँ आएर। अनि उहाँले चाहिँ तपाईँको कन्डिसनल भिजा छ, तपाईँले यहाँबाट जाने बित्तिकै अपडेट गर्नुपर्छ अनि भनेर एउटा यस्तो के चिट दिनुहुन्छ उहाँले। अनि त्यो लिने त्यो टोकन त्यो फिङ्गर प्रिन्टहरू लिन्छ। अनि पछि उहाँले हेर्नुहुन्छ हाम्रो प्रुफहरू सबै हेर्नुहुन्छ। त्यसपछि आफ्नो फेरि त्यो प्रुफहरू सब लिएर अनि उहाँहरूले चाहिँ जुन इन्टरभ्यू लिने मान्छे हो नि त्यहाँ दिनुहुँदो रहेछ क्या। त्यो प्रुफहरू चाहिँ सबै निकाल्नु भन्छ। अनि मैले त्यो फोटो एल्बम अनि मैले चाहिँ यस्तो प्रुफहरू चाहिँ यस्तो हुन्छ नि यो यस्तो बनाएर लगेको थिएँ। एकदमै इजी हुन्छ। तपाईँहरू पनि यदि तपाईँको इन्टरभ्यूहरू छ भने यस्तै लगेर जानु, यति धेरै हुन्छ क्या यहाँ राख्ने ठाउँ चाहिँ। जस्तै यहाँ नामहरू पनि लेख्न मिल्यो, अपोइन्टमेन्ट यो होला, अनि यसरी लेखेर टक तान्न सजिलो हुन्छ नि त तपाईँलाई। त्यस्तो लगेर जानुभयो भने ब्याग राम्रो हुन्छ, तपाईँलाई इजी पनि हुन्छ। त्यसो लगेर गएको थिएँ, उहाँले सब लिएर जानुभयो।
अनि मेरो डकुमेन्ट मागेको भनेको मेरो त्यही फोटो एल्बम अनि च्याट बक्स हामीले कुरा गरेको मेसेन्जरमा। अनि त्यसपछि मेरो हस्बेन्डले पठाएको मलाई पैसा पठाएको हुन्छ नि ब्याङ्क स्टेटमेन्ट, अनि बिहा दर्ता, मेरो जन्म दर्ता, पुलिस रिपोर्ट माग्नुभएको थियो, 2x2 को फोटो माग्नुभयो, त्यो लिनुभयो उहाँले। अनि म त्यसपछि उता गएर बसेँ आफ्नो त्यो टोकन समातेर। अनि मेरो टोकन त्यो पालो आयो मेरो त्यसपछि इन्टरभ्यूमा। अनि बोलाउनु भयो, मेरोमा चाहिँ खैरेनी पर्नुभएको थियो। अनि उताबाट चाहिँ इन्डियन दुईजना थियो, अनि इन्डियन म पढिनममा चाहिँ खैरेनीसँग पढेँ। त्यसपछि उहाँले चाहिँ सुरुमै तपाईँको नाम के हो भन्नुभयो। मैले चाहिँ मेरो नाम कल्पना पोखरेल हो भने, तपाईँलाई म इङ्ग्लिसबाट सोधौँ कि नेपालीबाट सोधौँ भन्नुभयो। मैले नेपालीबाटै सोध्नु भने, होइन म तपाईँलाई इङ्ग्लिस र नेपाली बनाएर सोध्छु भन्नुभयो। मैले होइन मलाई नेपाली नै सोध्नु भने। त्यसपछि ओके भन्यो। तपाईँको हस्बेन्डको नाम के हो सोध्नुभयो, तपाईँको बिहे भएको के अरे कतिजना, तपाईँको बिहेमा कतिजना हुनुहुन्थ्यो भनेर सोध्नुभयो। अनि त्यसपछि अनि अब आफ्नो त्यो भन्नुभयो। अनि तपाईँको कसरी बिहे भएको भन्नुभयो। हाम्रो एरेन्ज म्यारेज भएको नि त, मैले एरेन्ज म्यारेज भने। अनि पछि अनि तपाईँले लास्ट आफ्नो हस्बेन्डलाई कहिले देख्नुभएको थियो भन्नुहुन्छ। अनि त्यही नै हो। अनि धेरै क्वेसन गर्नु भएको थिएन। अनि त्यसपछि मलाई यस्तो के तपाईँ जब पास हुन्छ नि त्यो चाहिँ यस्तो के अरे इन्टरभ्यूमा चाहिँ पास भयो भने ग्रिन स्लिप दिन्छ क्या हजुरलाई। अनि मैले ग्रिन स्लिप दिनुभयो। अनि म पास भएँ, आएँ। त्यस्तो केही क्वेसनहरू सोध्दैन। अनि नडराउनु होला। अनि म त एकदम नर्भस भएको थिएँ सुरुमा चाहिँ, के सोध्छ होला, के माग्छ होला भनेर। तर एकदम तपाईँ यदि तपाईँ स्पाउस भिजामा जाँदै हुनुहुन्छ भने होइन, अब रियल हस्बेन्ड त्यो प्रुफ दिनुलाई चाहिँ सबभन्दा भनेको रियल हस्बेन्ड हो भनेर प्रुफ चाहिँदो रहेछ क्या। अनि त्यहीभन्दा मेन प्रुफ भयो भने तपाईँलाई क्वेसन नै गर्नुहुन्न क्या उहाँले। धेरै जति सक्दो तपाईँले फोटोहरू धेरै गरेर जानु होला, फोटो च्याटहरू धेरै लिएर जानु होला, च्याटहरू छ भने राख्नु होला, अहिलेदेखि नै तपाईँलाई काम लाग्छ त्यो। हामीले त कति पछि गर्न थालेको च्याटहरू, पहिला हामी कलहरूमै बोल्थ्यौँ। नभए तपाईँले जुन कल गर्नुभएको हुन्छ नि त्यो पनि प्रिन्ट गरेर लिनु होला। जुन कल हुन्छ नि तपाईँले गरेको हुन्छ त्यो पनि लिएर जानु होला। ऱ्यान्डम त्यो कुरा गरेको राम्रो कुरा गरेको च्याटहरू लिएर जानु होला धेरै। अनि त्यसपछि ब्याङ्क स्टेटमेन्ट भयो त्योहरू लिएर जानु होला। अनि अरू केही पनि सोध्दैन, नडराउनु होला। अनि त्यही हो मेरो भिडियो। अनि अरू के हेल्प के क्वेसनहरू सोध्नु छ भने मलाई मेसेज गर्दा हुन्छ। अनि त्यति नै हो। हस्, थ्याङ्क यू फर वाचिङ, बाई।